म यता आउने अनि म मेरो सर्भाइभल मोडमा खेलिरहेको गाह्रो गाइस ब्लकहरू धेरै आएको छ मेरो गाइस म मेरो ब्लग्स लिएर आएँ गाइस म चाहिँ सर्फेसमा आइसकेको छु यहाँ चाहिँ एउटा स्टोनको छ यसलाई पहिला माइन गरिहालौँ यहाँमा चाहिँ अब पिकास बनाएर यो हजुरहरूले त मेरो हेल्थ देख्न गाह्रो हुन्छ होला हाम्रो चाहिँ फुल हो ल अब क्राफ्टिङ टेबल यहाँ हानौँ यता जाम बे ए मसँग वुडन पिक्याक्स छैन अनि यो देऊ न त साथी अब यो अबे पहिला वुडन कहाँ हो सपना अबे पिक्याक्स बनाउने कहाँ गएको ठाउँ न्यू रोडमा डब्लु 34 त्यो लगेर ल गाइस रेसिपी के हो वुडन पिक्याक्स होला एकछिनै गाइसमा छोड्नु पऱ्यो म एकचोटि मैले पहिला स्टिक चाहिँ बनाउनु पर्ने रहेछ मसँग एउटा मात्र स्टिक छ नि त अनि स्टिक यो चाहिँ पिक्याक्स गाइस एउटा स्टिक बनाउनु पर्छ मलाई एउटा स्टिक बनाउनु पर्छ मलाई स्टिक कहाँ गयो एउटा स्टिक अनि एउटा आइज अनि सबै त चाहियो होइन वुडन एक्स अब ड्यामेज हुन लगा मलाई मैले फालिहालेको छ नि अब चाहिँ स्टोन पिक्याक्स स्टोनहरू माइन गरौँ स्टोनको फुल गियर चाहिँ भनौँ स्वोर्ड पिक्याक्स के भनेर हामीहरू आफ्नो त्यो चाहिँ अब हामीहरू आफ्नो माइनक्राफ्टको सिरिज स्टार्ट गरिरह्यौँ आज चाहिँ हाम्रो गोलो फुल स्टोनको एक्सेसरी र कुनै भिलेज भेट्यो भने भेट्यो नत्र नगर्ने त्यो चाहिँ हाम्रो सर्भाइभल हो त्यसले गर्नेवाला छौँ हामीहरू गाइजहरूमै 17 मा त हुन्छ जस्तो लाग्छ है पहिला क्राफ्टिङ टेबल कहाँ गयो मेरो यहाँ गरौँ गाइज अब भिडियो बनाउँदैछु नुडो भन्नु खाना बनाएर कि मेरो छेउमा एउटा भाइ छ नुडै हाल्नु गाइज अब चाहिँ हामी पहिला स्टिक क्राफ्ट हान्दै गरौँ एकछिन गाइज ओ वुडन सोर त कि नै स्टोन सोर त बन्छ गाइज र अब यहाँदेखि कहाँ क्राफ्ट हान्नको म भन्नु
बे इसको वर्क प्लान चाहिए है यार। नहीं भाई हमारे गांड फट गई। क्या हामी वुड कलेक्ट हानेर नानीहरू चाहिँ अब बनाउनेवाला छ। त्यो वुड चाहिँ हुन्छ जस्तो लाग्छ। अनि क्राफ्टिङ टेबल कहाँ भयो यतादेखि होला। क्राफ्टिङ टेबलमा जाने वुड लगेर फर्स्ट टाइम मैले डायमन्ड भेटाइसकेको छु। गाइस अब चाहिँ यति स्टिक त इजिली बन्छ होला। ती स्टिक बनेपछि चाहिँ हामीहरू आफ्नो क्राफ्टिङहरू स्टार्ट गर्नेवाला छौँ। के भयो ए ल बनाऊँ गाइस स्टिकहरू किनौँ गाइस स्टिकहरू लियौँ ल गाइस स्टिकहरू लियौँ नि। अब आइरन सोड भयो, आइरन एक्स लियौँ एउटा, अनि आइरन पिक्याक्स लियौँ एउटा। मैले यहाँ डायमन्ड दिइरहेको छु। अनि सिरियसमा डायमन्ड यहाँदेखि चाहिँ ब्रो आई फाउन्ड 2 डायमन्ड। एउटा दुईटा अबे ठिक अनि यो गुहरूलाई चाहिँ गु नभनौँ, यो फाइटिङको लागि चाहिन्छ नि त गाइस। अनि यो भयो। अनि टर्च यो टर्चलाई कोल चाहिन्छ। टर्चहरू चाहिँदैन गाइस। अब चाहिँ एन्डिङ गर्न जाऊँ एकछिनै गाइस। मेरो बोट कहाँ गयो? मेरो बोट त्यहाँ एउटा आइल्यान्ड छ क्या, त्यहाँ जाऊँ गाइस। अनि त्यहाँ जाने बित्तिकै म चाहिँ हजुरहरूलाई ओइ लो कति लो एक्सप्लोर छ गाइस। डेजर्ट छ गाइस। डेजर्ट टेम्पल है यार गाइस। डेजर्ट टेम्पल है यार गाइस। गुजस्टो हेर्छ नि गाइस, आधी डेजर्ट छ, आधी कुनै अर्को भाइ। ओ गाइस भिलेजबाट आयौँ हामीले। ओएमजी ए भिलेजबाट आयौँ म। ओएमजी वाट अ लक। तो खतरनाक लक गाइस। अब यहाँदेखि चाहिँ अब म मेरो एउटा घर बनाउनेवाला हुँ। यिनीहरूको घर छोडेर केही बनाइदिन्छु जस्तो लाग्छ। गाइस यही बनाइदिन्छु। अब यो हो मेरो घर। कहिले मेहनत गर्छ गाइस। के हो यो? यसमा बरु हामी चाहिँ यो भिडियो यहीँ एन्ड गर्नेवाला छौँ। र एकछिन पहिला मेरो बेड लगाएर यहाँ मेरो बेड कहाँ गयो? मतलब मेरो बेड चाहिँ कहाँ लगाऊँ?
बे यार यो छ अब लगाए आजको लागि अर्को भिडियोमा बाई बाई